त्यो नातिलाई राखेर राजा चाहिँ राख्ने संवैधानिक राजतन्त्र क्या। राजा सधैँ गर्ने तर गर्ने चाहिँ कार्यकारी प्रधानमन्त्रीले क्या। प्रत्यक्ष चुनाव गर्ने अनि बालेन जस्तो 5 वर्ष जितेर गइसक्यो कुनै पार्टीको झोलेले चुनाव गर्न नपर्ने, अल नेपालको जनताले भोट हाल्ने कार्यकारी प्रधानमन्त्री के प्रत्यक्ष निर्वाचित भनेपछि तपाईँको अनि त्यो कुनै पार्टीले प्रधानमन्त्री बनाउनु पाएन, पैसा तिरेर किन्न पाएन। सांसद त किने त भन्ने यिनले, सांसद त किनेर त बन्छ नि। जस्तै त्यो केबी प्रधानमन्त्री भने त्यो हुने मान्छे हो, त्यो एउटा झापाको एउटा क्षेत्रमा त पैसा तिरेर किनेर पाइहाल्छ नि, भोट किने पुग्यो नि। 20-25 हजार भोट किन्न सक्दैन। यत्रो देश लुटिया पैसा हुन्छ, 10-10 हजार दियो भने भोट दिइहाल्छ गाउँको मान्छे मान्छेले। अनि त्यो जितेर जान्छ अनि सांसदमा त्यो सांसदहरूलाई 2-3 करोडमा किनिदिन्छ मेरो पछाडि भोट हाल्नु, अनि त्यसरी प्रधानमन्त्री भएर हुन्छ आजीवन। त्यही एउटा मात्रै 5 वर्ष 6 वर्ष 10 वर्ष 3 चोटि 4 चोटि एउटा प्रधानमन्त्री भएर हुन्छ। अनि कार्यकारी प्रधानमन्त्री भयो भने त 5 वर्षमा जान्छ, अर्को आउँछ। उसले राम्रो गर्यो भने अरूबाट चाहिँ त्यसले दिन्छ, नभए उसले दिँदैन। अनि कार्यकारी प्रधानमन्त्री भएपछि राजाको चाहिँ के काम? राजा त उही हो, बहनी मात्रै हो अहिले राष्ट्रपति जस्तो। अनि राष्ट्रपतिलाई नै राखे भइहाल्यो नि त, किन राख्नु? त्यो पार्टीको झोले, पार्टीका झोलेले त छोडे त मान्छे। हेर्नु न, यसरी थुना परेला छोडेन राष्ट्रपतिले आम माफी दिँदै। त्यसलाई कति खर्च गर्ने भने क्या, त्यही त म भन्दैछु। त्यसलाई हेर्नु, त्यसलाई 5-5 वर्षमा घर बनाइदिनु पर्यो, गाड दिनु पर्यो, भत्ता दिनु पर्यो। कतिजनालाई दिने कि 5 वर्षमा? एउटै राजा भए त बाँचन्जेल त्यो हुन्छ, मरेपछि अर्को हुने हो। उसलाई घर नि बनाइदिनु परेन, भत्ता नि दिनु परेन, अर्को 2-3 चाडा नि भएन नि त, एउटै भयो नि त, खर्च कम भयो नि। अनि यो संहिता किन चाहे? संहिता खारिज हुन्छ। यो 800 जना सांसद चाहिएन, जम्मा 140 जना भयो, 200 यति सानो देशमा। हजुरलाई चाहिँ त्यसो भए राजा होस् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होस् जस्तो लाग्छ? जस्तो होइन, त्यो गर्नै पर्छ, हुनै पर्छ। दुबई आउनु यी युवा लगभग 60-70 लाख छन्। त्यो 60-70 लाख नेपालमा हुने भने नि एक दिनमा सत्ता पल्टिन्छ। विदेश गएको युवाहरू किन भन्नु? तिनीहरू यहाँ भयो भने तिनीहरू यहाँ भए यहाँ बस्दैनन्। आजको जस्तो आन्दोलनमा जान्थे, जुलुस गर्थे, बवाल मान्छे 50-60 लाख मान्छे निस्केपछि एकै दिन सरकार ढलेन। त्यो 63 सालमा एकै दिन ढले होइन, त्यो जनसागर दुनियाँ काठमाडौँ भरिएर राजाले छोडे होइन बाध्य भएर। त्यसै काठमाडौँ एकदिन भरियोस् त, 10 लाख मान्छे आओस् त, त्यही दिन पल्टिन्छ बेलुका। अनि विदेश गएको यो युवाहरू चाहिँ नेपाल भएको भए राजा आउनुपर्छ भन्थे होला? भनिहाल्छ नि, पढे लेखाले भन्दैन। एकता बुढाले पनि नभन्ने त, पढे लेखेकाले बुझियाले भन्दैन। तपाईँको बुझिया मान्छेले पढे लेखेकाले यहाँ देशमा के भएको छ भन्ने कुरो बुझ्नेले भन्दैन। यो त केही नबुझेका गोरुले भन्ने हो कि त्यो, यही अहिलेको व्यवस्था ठिक छ भन्ने छ। झोलेले सभाइ दिन्छ, पावर लाएर न्यायाधीश उनीहरूले नियुक्ति गर्छ। पढे लेखेको मान्छे न्यायाधीश हुन पाउँदैन। झोले पार्टीको गुन्डा नाइके हुन्छ, न्यायाधीश हुन्छ, अनि मन्त्री बन्छ पार्टीको झोले कह नपढेको 8 क्लास पास गरेर छैन, शिक्षा मन्त्री। त्यो लडेर जाओस् त, पढेको क्षेत्रमा कम्पिटिसन लोकसेवा पढ अथवा चाहिँ कुनै दक्षताको आधारमा कम्पिटिसनमा दियोस् त प्रधानमन्त्री को हुन्छ अनि मन्त्री को हुन्छ? सांसद भएर त किनेर मन्त्री हुने हो। तपाईँको पढे लेखेका मान्छे हुनु पर्यो। जस्तै बालिन शाह एकचोटि अब युवा केटा पढे लेखेको इन्जिनियर मेयर भयो, काठमाडौँ कस्तो बनाइदियो। त्योभन्दा अगाडिका कुकुरले ती झोले पार्टीका हुन्थ्यो, केही गर्न सकेको थियो? हुँदो रहेछ त गरेदेखि। भिजन भएको मान्छे, पढे लेखेको मान्छे भयो भने हुँदैन। गएर सोच्यो भने खत्तम छ नि, यो त आगो विस्फोट हुनु मन लाग्छ। तर के अरे गएर अब अट्याक गर्न गयो, जुलुसमा गयो भने पुलिसले खुट्टो भाँदियो भने उपचार गर्ने मान्छे आफैले गर्नु पऱ्यो, घरमा हेर्नु पऱ्यो। अनि हामी जस्ता बुढापाका घर व्यवहार सँगाल्ने मान्छे त्यो जुलुसमा जान सक्दैन। युवा केटा जोस भएका जाँगर भएका ती पढेर यो यहाँ हुन् त, एक दिनमा 24 घण्टा सत्ता पल्टिन्छ। अब अनि युवाहरूलाई अब कसरी लिएर आउने त नेपालमा? आउँदै आउँदैन त्यो युवा यहाँ ल्याउनलाई देशमा रोजगारी हुनु पर्यो कि। यी नेताले घोष खाए, भ्रष्टाचार गरे, अचम्म गरे,
तपाईँको यही एउटा सानो उदाहरण तपाईँ हेर्नु यो विद्युत प्राधिकरणको कुरा कुलमान छँदाखेरि 15-20 अरब नाफा ऊ गएको हप्ता दिनमा 5-13 करोड घाटा अनि गएकै दिनदेखि बेलुकादेखि लोड सेडिङ यस देशमा यस्ता नेता छन् अनि हुन्छ हो राम्रो मान्छे देशमा नेतृत्व भयो भने कल कारखाना खोल्छ ठुल्ठुलो बिजनेसहरू चलाउँछ ठुलो व्यवसाय निकाल्छ ठुल्ठुला कल कारखानाहरू हुन्छन् अनि युवाहरू यहीँ जागिर पाउँछ अनि विदेश किन जाने विदेशमा गएको पनि यहाँ आउँछ पढे लेखे मान्छे तपाईँ यहाँ ठुल्ठुलो जागिर खोल्नुहोस् त ल भोलि लोकसेवाले 3000 मान्छे लिने भनेर निकालोस् होइन अनि यहाँ जागिर पाएपछि तपाईँ जागिर हुन्छ तपाईँ छोरो भाइ पनि हुन्छ तपाईँको दाइ पनि हुन्छ अर्को मेरो छोरो पनि हुन्छ सबै हुन्छन् अनि फेरि विज्ञापन गर्छ काम आवश्यकता भएपछि यहाँ अब विभिन्न कल कारखाना उद्योग धन्दा सबै भएपछि त जागिर पायो नि यहाँ खुल्यो नि खुलेपछि त्यो विदेशमा किन भयो आफ्नै देशमा जागिर पाइन्छ यार 40,000 तल पाउँछ रे फलाना ठाउँ जागिर खुलेको छ गएर म चाहिँ फर्म भर्छु भनेर आउँछ यहाँ आएर फर्म भर्छ आवश्यकता हुन्छ मान्छे चाहिएको छ यङ छ पढे लेखेको छ त्यो जागिरी हुन्छ अनि त्यो विदेश जान्छ जाँदैन नि यहीँ बस्छ अनि त्यसरी विदेशमा बसेका रोजगारी तान्ने अनि ठुल्ठुला युनिभर्सिटीहरू खुलाउने कलेजहरू ठुल्ठुला कुनै निष्पक्ष रूपमा पढाउने अनि को जान्छ अस्ट्रेलिया पढ्न यहीँ राम्रो कलेज पढ्न भएपछि किन जाने अस्ट्रेलिया अनि यहीँ काम पाएपछि किन जाने अस्ट्रेलिया जाने भनेको पढ्न मात्र होइन काम गर्न पनि जाने हुन् नि यहीँ काम दिने पढेर पनि काम पाउने यहाँ ल पढ्दै पनि छ काम पनि पायो तपाईँ पढ्दै नै हुनुहुन्छ ब्याङ्कमा पनि तपाईँले जागिर पायो भने तपाईँ किन अस्ट्रेलिया जान्छ पढ्छ यहीँ जागिर खान्छ यहाँ त कामै नभएर गयो त नि बिचरा केही कामै छैन यहाँ किन बस्ने केही काम छैन जागिर खान गयो जागिर हुँदैन कति दिन घरमा बस्ने झ्याउ हुन्छ यहाँ जागिर खान गयो फेल हुन्छ आफूभन्दा गोरु मान्छेले नाम निकाल्छ आफ्नो नाम निस्किन्न त यस्ता देशमा बस्छन् बनाइ नि त ल र बालमा कतै एक ठाउँ राख्छु ब्याङ्कको अन्डरग्राउन्डमा आज कहाँ हो र आन्दोलन आज मैतीघर मण्डलामा हजुर त्यहीँ जान्ला अगाडि नगए पनि पुलिसको खुट्टा खाइएला पछि भयो नि सङ्ख्या त जानु भएको थियो त नि हजुर हिजो चाहिँ भ्याइदियो क्या जाने सोच थियो